मीरा थापाज्यू, तपाईँ लेफ्ट साइड प्यारालाइसिसको शिकार हुनुभएको थियो 2024को 23 जुनमा है। र तपाईँले धेरैवटा ठाउँमा प्यारालाइसिसको यो ट्रिटमेन्ट पनि गर्नुभयो भन्ने तपाईँले कुरा राख्नु भएको थियो। र यहाँ होलिस्टिक हेल्थ एन्ड रिसर्च सेन्टरमा आउनुभन्दा अगाडि या यहाँ आइपुग्दाखेरिको तपाईँको स्थिति, अलिकति अगाडिको स्थिति कस्तो थियो, तपाईँ अलिकति बताइदिनु सक्नुहुन्छ कि? सबैलाई नमस्कार। भन्नुहोस्। अब नरुइकन मजाले। मीरा थापाज्यू, तपाईँ लेफ्ट साइड प्यारालाइसिसको शिकार हुनुभएको थियो 2024को 23 जुनमा। र आज तपाईँ होलिस्टिक हेल्थ एन्ड रिसर्च सेन्टरबाट धेरै हदसम्म निको भएर तपाईँ जानुहुँदैछ र फेरि दुबारा आउनुहुन्छ रिभ्यूको लागि है। र यो भिडियो चाहिँ सबैको लागि यो बनाउन गइरहेको छु, ताकि तपाईँले के गल्ती गर्नुभयो, के गल्ती गर्नु भएन, र हामीले होलिस्टिक हेल्थ एन्ड रिसर्च सेन्टरले तपाईँलाई के कसो ज्ञान प्रदान गरेको छ, र यो स्थितिमा के गर्नुपर्ने रहेछ, के नगर्नुपर्ने रहेछ भन्ने अनुभव तपाईँले बटुलिसक्नु भएको छ हाम्रो होलिस्टिक हेल्थ एन्ड रिसर्च सेन्टरबाट। र यो भिडियो बनाउनुको उद्देश्य तपाईँको जरियाबाट अरूलाई पनि अवेरनेस फैलाउनु रहेको छ। र तपाईँको मुखबिन्दबाट हामी होलिस्टिक हेल्थ रिसर्च सेन्टर यो जान्न चाहन्छौँ कि तपाईँको लेफ्ट साइड प्यारालाइसिस हुँदाखेरि है तपाईँले के असुविधा सामना गर्नु परेको थियो, तपाईँलाई के असुविधा भइरहेको थियो, अलिकति जानकारी पाउन सक्छौँ कि? नमस्कार। जुन मलाई यो अहिले यो प्यारालाइसिसमा मैले सिलगढी पनि गएँ होइन। सिलगढी गएर पनि मैले हुन त घरमा पनि गरेँ मैले थेरापी, तर घरमा पनि अलिक नभएर मलाई सिलगढी लानुभयो छोराको आदिले होइन। म गएँ, सिलगढी गएँ, तर सिलगढीमा मैले 18 दिन गरेँ है। र 18 दिन गर्दाखेरि मलाई घरको भन्दा त अलिक सुविधा भयो। तर म त्यहाँ किन बस्न सकिनँ भने त्यहाँ चाहिँ मलाई एकदम डक्टर फीहरू एकदम महँगो भयो होइन। त्यसले गर्दा म टाढोमा बस्न सकिनँ। मेरो नानीहरू पनि घरिघरि आउनु नसक्नेको कारणले गर्दामा म त्यहाँ बस्न पनि सकिनँ। साथै मेरो यहाँ हाम्रो लिम्तामको भाइ हुनुहुन्छ है, उहाँलाई चाहिँ म धेरै धन्यवाद दिन्छु, किनभने उहाँले चाहिँ यहाँ जुन चाहिँ सेन्टरको एड्रेसहरू दिनुभयो है, सरले त म बातचित गरेर म यहाँ आएँ। र मलाई चाहिँ जुन चाहिँ यो मलाई यहाँ सेन्टरमा आएर मलाई यो जति पनि मलाई तपाईँहरूले उपचार गर्नुभयो कि मैले एउटा महसुस गरेँ मेरो एउटा परिवार मलाई एउटा परिवारले मलाई एउटा आमा जस्तो गरेर डक्टर साहब सिस्टरहरूले मलाई ध्यानपूर्वक गरेर मलाई यहाँसम्म बनाइदिनु भयो। मलाई पहिला कस्तो असुविधा थियो, तर मैले जुन यहाँ आएर मैले यो ट्रिटमेन्टहरू पाएँ, मैले धेरै नै सुविधा पाएँ। र म अरूलाई पनि भन्न चाहन्छु कि यहाँबाट फर्केर गएर पनि उहाँ सरहरूलाई जुन चाहिँ यो उपचारको लागि चाहिँ नबिर्सिनुहोस्। मलाई सरले बोलाउनु भएको छ, म अवश्य आउँछु र अरूलाई पनि म पहिल्यै लट्ठीको सहाराले आउँथेँ आएँ। मलाई लट्ठीले मात्रै नभएर एउटा दोहोऱ्याउने मलाई सहारा पनि चाहिन्थ्यो। तर मैले त्यसो गर्दै म यहाँ आएर धेरै नै मलाई सुविधा भयो। अहिले म एक्लै म हिँड्नु सक्छु, म एक्सर्साइजहरू गर्नु सक्छु, वकमा पनि एक्लै म जानु सक्छु। र अब म अरूलाई पनि भन्छु, तपाईँहरू पनि घरमा बसेर यो जुन चाहिँ पीडाहरू चाहिँ उयो गरेर नबस्नुहोस्, सहेर नबस्नुहोस्।
यहाँ आउनुहोस्, यहाँ उहाँ सरहरूले हामीलाई एउटा गरिब जातिलाई नभएर सबैलाई नै कम्ती मूल्यमा उहाँहरू यहाँ हामीलाई उपचार गर्नुहुँदैछ र म अरू केही भन्नु नदिए तापनि सर यहाँ सिस्टरहरूलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन्छु र म आउँछु। तपाईँहरू पनि यहाँबाट जति जाति भएर गए तापनि तपाईँहरू फेरि फर्केर यसरी आउनुहोस्। त्यति भन्दै धन्यवाद। धन्यवाद मिराज्यू। तपाईँले यति राम्रो एक्सपिरियन्स हाम्रो सेन्टरमा कलेक्ट गर्नुभयो है। हामीसँग तपाईँले 4 महिना बिताउनु भयो। हुनु त तपाईँको 2024 को जुनदेखिको तपाईँले पीडा सहनु परेको थियो र धेरै ढिलो भए पनि तपाईँ हाम्रो सेन्टरमा आज आइपुग्नु भयो र हामीसँग 4 महिना बस्दा तपाईँलाई हामीले केही हदसम्म तपाईँको मुभमेन्टहरूलाई हामीले चेन्ज गर्न सक्षम भयौँ र यसको लागि उपरवालालाई पनि हामी यस भिडियो मार्फतै हामी धन्यवाद दिन चाहन्छौँ। र तपाईँले यहाँ आउनुभन्दा अगाडि तपाईँको हातको स्थिति कस्तो थियो? तपाईँले मुट्ठी पार्नु सक्नुहुन्थ्यो हुँदैन थियो? हात उचाल्नु सक्नुहुन्थ्यो हुँदैन थियो? खुट्टामा कतिको भर थियो? कस्तो थियो? मलाई चाहिँ पहिला चाहिँ बुवाबाट आउँदाखेरि चाहिँ होइन यो हातहरू यस्तो उचाल्नु सक्ने थिइनँ, खुट्टाहरू पनि अब त्यति साह्रो मेरो ब्यालेन्सले चाहिँ म हिँड्नु सक्ने थिइनँ। एकदम हिँड्नु त हिँड्ने थिएँ म, तर लुलो हुन्थ्यो, मलाई भरोसा थिएन होइन। र यहाँ आएर चाहिँ म धेरै नै अब राम्रो लाग्यो, मलाई राम्रो भएको छु। हातहरू पनि जुन चाहिँ यो मुट्ठीहरू तान्नु यो मैले यो जुन पिछे हातहरू पनि लाउन सकेँ। पहिला चाहिँ मलाई के थियो भने यो हातको लागि मैले अर्को हातलाई यसो सहाराहरू दिएर उयो गर्नु सक्नु पर्थ्यो है। र अहिले मलाई त्यस्तो सहारा छैन, अहिले म यस्तो गर्नु सक्छु। तपाईँको हात पछाडि लानुहोस् त, अगाडि माथि। तपाईँले तपाईँको दाहिने कन्दामा हात लानुहोस्, तल ल्याउनुहोस्, कन्याउनुहोस् त पेटमा। अब तपाईँले हातलाई तल राख्नुहोस्। अब सिधा माथि उठाएर तपाईँ कतिसम्म उठाउन सक्नुहुन्छ हेर्नुहोस् त। टाउकोसम्म पुर्याउनुहोस्, टाउको कनाउनुहोस्। पहिला यो स्थितिहरू थिएन नि त? ओके। अब त्यहाँदेखि हातलाई फैलाउनुहोस् उडेको जस्तो, अझै। अब यो तपाईँको कुइना चलाउनुहोस् त, कुइनाले हातहरू सिधा तल माथि गर्नुहोस्। अब यो नारी चलाउनुहोस्, नारी चलाउनुहोस्, तल माथि गर्नुहोस्। यो सबै स्थिति तपाईँको थिएन नि पहिला है? अहिले यो 4 महिनाको ट्रिटमेन्ट बादमा तपाईँको यो स्थिति राम्रो छ। अहिले यो तपाईँले ओजन उठाउनु सक्नुहुन्छ कि हुँदैन? अहिले हल्का ओजनहरू चाहिँ तपाईँले उठाउनु सक्नु हुँदैछ। ओके। अब यो तपाईँको भनेपछि पहिलाको भन्दा कति पर्सेन्टेज जस्तो तपाईँ जाति भए जस्तो लाग्छ? अब मलाई चाहिँ 50% चाहिँ कसै छ सर। ओके। तपाईँ मोटामोटी अब हातको मुट्ठी पारेर हेर्नुहोस् त, मुट्ठी पार्नुहोस्। अब यो यसमा ग्रिपमा मात्रै तपाईँलाई अलिअलि असुविधा छ है। अब नत्र भने त तपाईँको हातहरूको मुभमेन्ट सजिलो छ। तपाईँ कन्याउनु सक्नुहुन्छ, एउटा हल्का फुल्का ओजन उठाउनु सक्नुहुन्छ है। र सिकाएको कुराहरू तपाईँलाई याद छ नि है। र होलिस्टिक हेल्थ एन्ड रिसर्च सेन्टरले जति कुराहरू तपाईँलाई सिकाएको छ यो कुराहरू एकदम ध्यानमा राख्नुहोस् है। मलाई अलिकति तपाईँ बस्नुहोस् त। तपाईँले खुट्टा हल्लाएर देखाउनुहोस् त। अलि माथि उठाउनुहोस्, तल माथि। यो खुट्टा कस्तो थियो पहिला? तपाईँ आरामसँगले हिँड्नु सक्नुहुन्थ्यो कि हुन्न थियो कि? अनि यो खुट्टाले म हिँड्दाखेरि चाहिँ एकदम गह्रौँ महसुस हुन्थ्यो सर। गह्रौँ महसुस हुन्थ्यो। अहिले चाहिँ धेरै हल्का छ होइन। अब मलाई त्यति साह्रो अब यो चाहिँ डर त्यति चाहिँ छैन। अहिले तपाईँ लौरोको सहारा हिँड्नु परेको छैन? अब लौरोको सहारा पनि हिँड्नु परेको छैन, एकजना कोही साथी चाहिन्छ भन्ने पनि छैन। तपाईँलाई त्यति कन्फिडेन्ट आइसक्यो।
पहिलाको शरीरको ताकत र अहिलेको शरीरको ताकतमा के भिन्नता छ? अहिले धेरै नै अहिलेको पहिलाको भन्दाखेरि चाहिँ अब पहिला चाहिँ मलाई आफू नै कमजोरी सम्झिन्थेँ होइन। हजुर। तर अहिले यहाँ जति पनि म आएँ होइन, यहाँ आएकोदेखि चाहिँ अब मलाई जुन चाहिँ ट्रिटमेन्ट हुन्छ त्यो ट्रिटमेन्ट हुँदै गएपछि झन् मलाई अलिक यसो हातहरू जिउहरू पनि होइन त्यस्तो चङ्खस्ट हौपिस्ट खालको फिल लाग्थ्यो। अच्छा, त होलिस्टिक हेल्थ एन्ड रिसर्च सेन्टरमा तपाईँले ट्रिटमेन्ट पाउनु भएर खुसी हुनुहुन्छ नि? हजुर हजुर। अच्छा, र तपाईँले अब तपाईँ यसरी जुरुक्कै उठ्नु सक्नुहुन्थ्यो? सक्दिनँ सर पहिला चाहिँ। अहिले उठेर देखाउनुहोस् त। फेरि बस्नुहोस्, फेरि एकचोटि उठ्नुहोस्। अब तपाईँ कुनै सहारा बगैरै उठ्नु बस्नु सक्नु हुँदैछ है? बस्नुहोस्। अब तपाईँले मलाई अलिकति उभिनुहोस् त। अब तपाईँ अलिकति हिँडेर देखाउनुहोस् त, दाहिने देब्रे हिँड्नुहोस् त। त्यहाँदेखि रिटर्न आउनुहोस्। हातहरू मजाले स्विङ हुन्छ। आउनुहोस्, 2-3 राउन्ड लाउनुहोस्। त्यो हातलाई अझै सिधा गरेर गर्नु सक्नुहुन्छ तपाईँले। अब यहाँ बिचमा आएर उभिनुहोस्। हो त्यहाँ। अब तपाईँ लेफ्ट राइट गर्नुहोस् त। खुट्टा पनि उचालेर आरामसँगले। भनेपछि यो लेफ्ट राइट गर्नु पनि तपाईँलाई सजिलो छ है? अब हात मजाले हल्लाउनुहोस्। भनेपछि अब हुन्छ, बस्नुहोस्। भनेपछि अब तपाईँ जुन स्थितिमा आउनु भएको थियो त्यो स्थितिभन्दा तपाईँ धेरै राम्रो भएर जानुभएको छ है? तपाईँलाई रिभ्यू आउने हामीले सल्लाह दिएको छौँ। यो रिभ्यू आउने सल्लाह तपाईँलाई कस्तो लाग्छ? एकदम राम्रो हो सर यो चाहिँ। किनभने अब यहाँबाट म जान्छु होइन, यहाँबाट गएर अब मेरो तपाईँले भनेको जस्तो अब सबै कुरोहरू गर्नु सक्छु, तर म कतिवटा भुलहरू हुन्छ होला होइन, हुन्छ नै हुन्छ भुल। र अब म यहाँबाट गएको 1 महिनाको बादमा चाहिँ अब म तपाईँले भनेको जस्तो सबै कुरो गरेर फेरि म एकपल्ट आउँछु तपाईँको भएकोमा हो। त्यति बेला चाहिँ अब मेरो कस्तो हुन्छ के हुन्छ होइन, त्यति बेला चाहिँ अब तपाईँहरूले फेरि कस्तो पाराले गर्नुपर्ने हो भनेर त्यति बेला तपाईँले बताइदिनु हुन्छ। र हामीलाई तपाईँको कुनै असुविधा भएको खण्डमा होलिस्टिक हेल्थ रिसर्च सेन्टरलाई कुनै पनि समय कन्ट्याक्ट गर्नु सक्नुहुन्छ है? हामीसँग सल्लाह मसौरा लिनु सक्नुहुन्छ। हुन्छ। र अन्तिममा तपाईँलाई होलिस्टिक हेल्थ रिसर्च सेन्टरको ट्रिटमेन्ट कस्तो लाग्यो त? एकदम राम्रो लाग्यो सर। एकदम अरू ठाउँ भन्दाखेरि चाहिँ यहाँ धेरै नै अब होइन, जस्तो अब अरू ठाउँ चाहिँ मलाई अब मूल्यहरू अब जस्तो डक्टर फिसहरू धेरै लाग्थ्यो। तर मलाई जुन एक्सर्साइज गराउनु लागि जुन चाहिँ मलाई यो ट्रिटमेन्ट गर्नको लागि चाहिँ मलाई टाइमहरू अब जस्तो 1 घन्टाको भन्नुहुन्थ्यो होइन, तर 1 घन्टा पनि हुन्थेन। 45 मिनट जस्तोमा मैले सिलगढीको ठाउँमा गएर मैले 1400 दिनको 1400 गरेर पनि मैले गरेँ। तर अब यहाँ चाहिँ मलाई के भन्छ भने दिनको मलाई तपाईँहरूले 4 घन्टा चाहिँ तपाईँहरूले 500 रुपियाँमा होइन, दिनको 500 रुपियाँमा चाहिँ 4 घन्टा तपाईँहरूले ट्रिटमेन्ट दिनुभएको छ होइन। मलाई चाहिँ एकदम खुसी लाग्यो। ठिकै छ। तपाईँ हाम्रो लागि तपाईँले आफ्नो स्वास्थ्य फेरि लाभ गर्नुभएको छ है? उपरवालालाई हामी प्रार्थना गर्छौँ तपाईँको स्वास्थ्य अझै राम्रो भएर जाओस् है? तपाईँको घर परिवारमा पनि सुख शान्ति छाओस्। तपाईँ आफ्नो ख्याल राख्नुहोस् है? हामी होलिस्टिकबाट तपाईँलाई यही विस गर्न चाहन्छौँ कि आउने दिनमा तपाईँलाई आज हामी जस्तो छोड्दैछौँ, आउने दिनमा योभन्दा अझै बेहतर राम्रो देख्न सकौँ। र हामीले प्रदान गरिएको जति पनि ज्ञान छ तपाईँलाई सिकाइएको छ, यो चिजहरू गरेर यसलाई नियमित रूपमा कन्टिन्यू राख्नुहोस्। कुनै असुविधा परे हामीलाई टेलिफोनिकली कन्ट्याक्ट गरेर सल्लाह मसौरा लिनु सक्नुहुन्छ है? र तपाईँलाई पनि धेरै धेरै धन्यवाद कि आफ्नो जस्तै गरेर आफ्नो सम्झेर हाम्रो भनेको कुराहरूलाई मानिदिनु भयो। र आज तपाईँ यति छिटो भए पनि
मोर देन 50-60% तपाईँ जाति हुनुभयो।